माइ न्यू ब्लग तपाईँलाई स्वागत छ। आज चाहिँ मेरो न्यू ब्लगमा आज धेरै दिनपछि धेरै महिनापछि नयाँ ब्लग आउँदैछ। आज चाहिँ क्रिसमसको अघिल्लो दिन, भोलि क्रिसमस, आज क्रिसमस ईद मनाउने हामी साथी र म चाहिँ आइसकेको छौँ चर्चमा होइन, जब साथी हुनुहुन्छ। अनि हाम्रो चाहिँ यहाँ आज ईद मनाउने है, क्रिसमस ईद। यता पुरा भित्र चाहिँ डेकोरेसन हुँदैछ है, बाहिर चाहिँ यस्तो छ, झिलमिल लगाइरहेछ। अब भरे राति चाहिँ दामी देखिन्छ। यस्तो छ हाम्रो चर्चमा चाहिँ फुलहरू पुरै झिलिमिली लगाएको होइन, क्रिसमस चाहिरहेछ। यहाँ फुल फुलिरहेछ, सबै भित्र काम गर्दै हुनुहुन्छ। हजुर होइन, मेरो काम छ। अब म चाहिँ तपाईँहरूलाई आजको भरेको लागि रहेछ होइन, मस्त कस्तो लागिरहेछ हाम्रो भाइलाई, कस्तो लागिरहेछ? अलिक मजाले फुलाऊ है। यस्तो छ हजुर। राम्ररी गरौँ है होइन। हाम्रो चर्च चाहिँ यस्तो छ। हामी आज ईद मनाउनलाई के पकाउने, सबै पकाउनुको लागि चाहिँ हामी काम गर्न जाँदैछौँ। अब काम गर्न देखाउँछौँ है बाहिर। यस्तो अब जब साथी र म गइन्छ होइन। यहाँ चाहिँ दाइहरू चाहिँ दाइ चाहिँ पुरा काम गर्दै हुन्छ है, पुरा। अब भरेको लागि चाहिँ दाइ के बन्दैछ हाम्रो? शर्मा भन्दैछ है। आज यहाँनिर मासु के है, मासु पनि यसो हेर्छ टक्क। अनि हाम्रो यहाँ बुबा हुनुहुन्छ, हाम्रो पानीहरू पनि यसो हेर्छ, सबै कुरा यहाँ ठुलोबा हुनुहुन्छ हाम्रो। हाम्रो आज के परिकार बन्दैछ हाम्रो है? अरू चिकन सेक्वा है। ल आज चाहिँ हामीले दरै क्रिसमस ईद चाहिँ दरै राम्रो मनाउने भयौँ है आज चाहिँ। ल अब म चाहिँ आलु काट्नु बसेँ है। अब आलु काट्नु बस्छु म पास्न। अब चाहिँ भिडियो साथीले खिच्नु हुनेछ, मैले आलु काट्दै गरेको है। बसिसकेँ होइन, यसरी तास्दैछु अब। अनि अब आज चाहिँ क्रिसमस ईद चाहिँ भर्खर आयो अनि रमाइलो भइरहेछ। अरू बाँकी अब काटिसकेपछि देखाउने। फाइनली हामीले आलु चाहिँ तासिसकेको छ चाहिने जति चाहिँ। अब यो चाहिँ लिएर चाहिँ म धुन लिएर जान्छु है। कत्रोसँगले यति हात पनि काउले हेरेर है। कसैको मान अब फ्रेन्च फ्राइजको लागि होइन। यहाँ चाहिँ आलु धुँदै हुनुहुन्छ होइन मित्रज्यू। आइरहेछ के बनाउने पुग्छ दाइ? अनि यतिले पुग्छ धोइसकेको छु। अब काट्नुको लागि लिएर जाँदैछु। हाम्रो यहाँ हुँदैछ सबै हुँदैछ गाइसहरू होइन यता। म चाहिँ यस्तो लुगाएको छु है अब यहाँ सरसफाइ हुँदैछ होइन, यहाँ चाहिँ गर्नुहुँदैछ हिमलजीले। यहाँ चाहिँ हिमल साथी म चाहिँ अब काट्न थालेँ है फ्रेन्च फ्राइजको लागि। ल यहाँ चाहिँ आलु काट्नुहुँदैछ। फ्रेन्च फ्राइजको लागि काट्न थालेँ। फ्रेन्च फ्राइज
ल यति अलिक काटिसकेपछि हामीले चाहिँ मैले चाहिँ काट्दा चाहिँ सिधा चाहिएको छु फ्रेन्च फ्राइजको लागि। अब चाहिँ पकाउनुको लागि तयारी गर्नेछु। हेर्नु यति छ। आज चाहिँ धरो पार्टी गर्ने हाम्रो भाइ पनि आइसक्नु भएको छ हाम्रो युट्युबमा हाल्छ नि तपाईँहरूलाई म अब सेकको देखाउँछु। सेकको ल गाइस रे क्यामेराम्यान हो नि त म नि। यहाँ चाहिँ आउँदैछ है भरेको लागि यस्तो सेकको यसरी उठाएर देखाउ न फिस भनेको हुन्छ यसरी ल गाइस रे सेकका भरेको लागि पार्टी नरो हाम्रो दाइ मेन कुक यहाँ ल मेन कुक हाम्रो दाइ मेन कुक हुनुहुन्छ यहाँनिर। हाम्रो दाइ मेन कुक यहाँ है यहाँ भाउजू हुनुहुन्छ। दाइ भाउजूको जोडी चाहिँ कस्तो ठ्याक्कै मिल्यो है। यता दाइलाई हेल्प गर्दै हुनुहुन्छ भाउजूले चाहिँ। ल जोडी चाहिँ यस्तै खोज्नुपर्छ है गाइस। म पनि यस्तै खोज्छु। खाइदिने हो अब यसलाई के भन्नु फ्राई गर्नुको तयारी। फ्राई होइन उमाल्नु के भन्छ बफ गराउनु। ग्यास लिन जाउँ ग्यास। ल ग्यास र गाइस रे सिलिन्डर उतै छ चुलो ल्याउ न। के फ्रेन्च फ्राइजको लागि यो हल्का बोइल हुँदैछ 3 मिनटको लागि होइन। हाम्रो भाइ आइसक्नुहुन्छ यहाँ। अर्को यहाँ के अरे के पो फाइटर भाइ यहाँ फाइटर भाइ कसलाई हाल्नुपर्ने हाल्नु पर्यो ए हाल्नुपर्ने हालिहाल्ने हो नि। अब यहाँ हाम्रो फाइटर भाइ यहाँ हाम्रो फाइटरको साथी मौसम भाइ होइन। यहाँ चाहिँ जगत साथी मित्र हाम्रो चाहिँ यहाँ चाहिँ खाजा पाकिसकेको छ है। खाजा पाकिसकेको छ यहाँ कुखुराको। अस्ति यहाँ दाइले के को लागि दाजु के भन्छ यसलाई म्युमस। अब नसुनेको नाम सुन्दैछु आज है। यहाँ चाहिँ पुरा कुखुरा है हाम्रो सेन्टा भन्दै हुन्छ है। तयारी बुढी भएन ल हुँदैछ है। हाम्रो यहाँ बाहुबली भाउजू आउने भाउजू है। यहाँ भाउजूले चाहिँ मस्त है मिहिनेत धेरै गर्दै हुनुहुन्छ हाम्रो लागि है। यहाँ चाहिँ भरे हामी खानुको लागि मिहिनेत कडा छ है। उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद दिनुपर्छ यहाँ किचनमा गर्नुहुनेहरूलाई चाहिँ। खाना लागिसकेको छौँ है। अलिकति खाइसकेर मात्रै बनाएको ब्लग हाम्रो भाइहरू। कस्तो छ भाइ कस्तो छ फाइटर भाइ भाइ कस्तो छ यता के अरे अग्नि हेर न हेर यार यस्तो यहाँ चाहिँ अलिकति क्यामेरा कालो कालो आउँदो रहेछ क्या। ए क्यामेरा कालो कालो होइन मान्छेको अनुहार कालो कालो आउँदो रहेछ। मिठो छ है मिठो भइसक्यो। अब यो भरे चाहिँ कसरी खानु अरू चिज भन्दैछु। ल अरू ब्लग हामीले चाहिँ खाइसकेको छौँ। अब चाहिँ डान्स सिक्न जाँदैछौँ। को डान्स सिक्न जाने हो ल भाइ जाउँ है बाई। पुरा रेडी तपाईँ रेडी ओके ब्रदर रेडी होइन। डान्स सिक्न भित्र गइसकेका छौँ। यता झिलिमिली बनाउँदै हुनुहुन्छ हाम्रो पास्टर झिलिमिली टक्कसँगले होइन। हाम्रो बहिनीहरू चट्टसँगले रेडीमा है डान्स सिक्नुलाई रेडीमा हजुर पुरा रेडी तपाईँ रेडी ओके ब्रदर रेडी होइन रेडी भइसक्यौँ। आमा भित्रको ओ यार भित्रको रमाइलो रहेछ त हो सबै यहाँनिर डेकोरेसन भइसकेको छ। नाच्नुलाई रेडी रेडी हो हाम्रो बुनहरू रेडी। आमा बहिनी स्कुलबाट आए क्रिसमस ट्री आमा गिफ्ट त यहाँ रहेछ नि त नि फेरि सबै है। आमा यहाँ ल आज बढालेर आधी पुऱ्याइसक्यो। धेरै निकै गाह्रो भइसक्यो होइन बढाल्दा आधीमा धेरै बढाइसक्यौँ। अल्छी लागिरहेछ। डान्स अभ्यास चाहिँ सिद्धिसकेको छ है।
अब चाहिँ हाम्रो सरसफाइ कार्यक्रम हुँदैछ कुचो बोकिरहेको छु हैन भित्रको महल यस्तो दामी भएको छ है हाम्रो आन्टीले चाहिँ धेरै मेहनत गर्दै हुनुहुन्छ यहाँ एकदम धेरै हैन हेर्नु होला हाम्रो मित्रले अब बेलुन फुलाउँदै हुनुहुन्छ है हैन रमाइलो छ अब डान्स गर्ने है ल डान्स गरेको राम्रो डान्स ल हिमालजीको लागि राम्रो डान्स हिमालजी अहिले अलिक बिजी हुनुहुन्छ उहाँको के भन्छ रियल साथ भाइहरूले पनि गरिरहेछ चट्ट साथीहरूले है यहाँ चाहिँ यी भाइले पुरा टिप्दैछ है यहीँ टिप्दैछ ल यसरी नै काम गर्नु जहिले साथीहरू वा है यस्तो छ मेरो चाहिँ हातमा करेटो बढाल्ने तरिका अनि भाइ कस्तो अल्छी लागिरहेछ ढाड दुखिसक्यो यस्तो छ है निकै धेरै क्लिन भइसक्यो थोरै यता सार न त ड्रम भइरहेछ त ड्रमर सफा पनि गरिसकियो होइन बल्ल बल्ल एउटा भाइहरू चाहिँ मिठो खिच्दैछ बाहिर बजाउँदैछ भने साथीले यहाँ चाहिँ यस्तो छ गिफ्टहरू क्लिन भइसकेको छ अब होइन यसो है केटाहरू के हो यस्तो पारा के फोटो खिच्ने यस्तो पारा हुँदैछ यहाँनिर हाम्रो दिदीहरूको होइन ल भिडौँ है होइन यहाँ है काम हुँदैछ यहाँ बजाउने तयारी हुँदैछ सबैजनाको उनीहरूको सेकको होइन के को सेक हो फेरि कुखुराको पनि छ दाइले चाहिँ ल हाम्रो यहाँ ठुलो मम्मी के बनाउँदै हुनुहुन्छ भनिदिनु पर्यो मैदा ल यहाँ चाहिँ बेल्दै हुनुहुन्छ हाम्रो चाहिँ तयारी है ईदको ठुलो मम्मी हाम्रो यहाँ के बन्दैछ पुरी ए हाम्रो चाहिँ यहाँ पुरी भन्दैछ के पो भन्छ यसलाई ठुलोवाला भन्न आउँछ होला हौ के भन्दैछ अरे यहाँ हाम्रो शोरमाको रोटी बन्दैछ शोरमाको रोटी बन्दैछ अरे है सबै अब चाहिँ क्रिसमस लाग्यो है हाम्रो नानीहरू है नानीहरू ल ठिक छ हाई हेलो गाइस अब फेरि हामी चाहिँ सबै काम सकेर चाहिँ कपाल काट्न जाँदैछौँ मेरो कपाल चाहिँ धेरै लामो भइसक्यो होइन तर अगाडि काट्दिनँ होइन यता मात्रै काट्छु यता मात्रै काट्छु यहाँ है हामी सबैजना ल सबैजना एकचोटि यता सबैजना यतातिर आउन ल म ह्याप्पी भन्छु ल ह्याप्पी भन्छु तिमीहरू क्रिसमस भन्ने ल म क्रिसमस भन्छु ए क्रिसमस म मेरी भन्छु तिमीहरू फेरि क्रिसमस भन्ने ल ह्याप्पी क्रिसमस मेरी क्रिसमस ल अब ह्याप्पी क्रिसमस मेरी क्रिसमस भन्दा जाने हजुर ल म भन्छु है ह्याप्पी क्रिसमस मेरी क्रिसमस आउन भन्नु मलाई ल अब एकदम रमाइलो हुँदैछ अगाडि चाहिँ मैले केही देखिरहेको छुइनँ बाटोमा केही पनि उज्यालो पनि छैन होइन भोलि चाहिँ क्रिसमस हो आज चाहिँ क्रिसमस ईद मनाउनलाई अब ईद क्रिसमस ईद होइन चट्ट मनाउनलाई अब हामी चाहिँ लाग्यौँ है अब कपाल काट्नतिर बाहिर आउँदै छ है अब राति राम्रो देखेन होला माफ गर्नु होला है राति नै भयो कपाल काट्नु जानु अब चाहिँ ढिलो हुन लागिसक्यो अब चाहिँ हामी लाग्यौँ अब कपाल काट्ने ठाउँमा देखाउँछु हामी आइसक्यौँ कपाल काट्ने ठाउँमा होइन
अब चाहिँ छिर्ने हो काट्नु ल अब साथीले भन्नु ल मै बनाइदिनु ल मान्छेले कपाल काट्नु आउनुपर्छ यहाँ चाहिँ सलुनमा यहाँ चाहिँ कपालहरू यहाँ चाहिँ सलुनहरू यस्तो छ गाइसहरू होइन प्लिज हिमालको लागि सब्सक्राइब अनि सेयर अनि सक्दो गर्नु होला कपाल काटेपछि भेटौँदा यहाँ कपाल चाहिँ काटिँदैछ होइन प्रोसेस हुँदैछ कपाल काटेपछि ह्यान्डसम देखेको गाइस यहाँ चाहिँ कपालको हेयर स्टाइल यस्तो छ गाइसहरू मुलेट कट कस्तो छ भन्नु होला कमेन्टमा यहाँ चाहिँ हाम्रो हुन्छ मित्रज्यू यहाँ चाहिँ कपाल काट्दै यता ये भी बढ़िया कट रहा है बढ़िया है गाइसहरू होइन यहाँ चाहिँ फाइनली कपाल काट्नु सक्नु आँटेको छ होइन ये कटिंग को बोलता है मुलेट मुलेट बोलो तो एक बार मुलेट 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 कटिंग है मुलेट मुलेट की मुलेट मुलेट हाँ मुलेट कहता है मलाई कस्तो दामी सक्छ क्या गाइसहरू मगर इधर ब्लेड पहले ही पूछने का पहले कैंची नहीं मारने का पहले पूछने का फिर काटने का हिमालय त फर्क त हो हिमालय कस्तो ह्यान्ड चाहिँ सुहाएर छ मुलेटमा ऐनामा हेर त कस्तो सक्छ यो अन्त मुलेट कट भनेको गाइस मित्र यस्तो ह्यान्डसम हुनुहुन्छ लड्की त सिधै फिदा भयो हिमालको लागि गाइसहरू होइन हामी चाहिँ कपाल काटेर मान्छेलाई कस्तो ह्यान्डसम कस्तो लुक देखिरहेको छ क्या गाइसहरू बोल्नु कति सानो बोल्छ होला होइन डोन्ट माइन्ड सलुनको हेयर स्टाइलहरू गाइसहरू कपाल काट्नु छ नि यता आउनु होला होइन यतै खतरा यहाँ चाहिँ मान्छेलाई खतरा यहाँ सहिरहेको छ क्या फाइनली गइछ हामीले कपाल काटिसकेर जाँदैछौँ हाम्रो मित्रहरू म चाहिँ होइन कपाल चाहिँ यस्तो भएको छ अघि चाहिँ कपाल चाहिँ यत्रो झ्याङ भएको थियो होइन अहिले चाहिँ यस्तो भएको छ यताको साइड साइडको मात्रै काटेको मुलेट काटेको होइन अब के हुन्छ राम्रो लाग्यो हो कपाल पनि होइन पहिले चाहिँ कस्तो नराम्रो लाग्थ्यो अहिले चाहिँ मुलेट काटेपछि चाहिँ अलिक हेन्सम देखिँदैछु कि जस्तो लाग्यो अरे होइन ल साथी कस्तो देखेको छु म आज आमा होइन अब चाहिँ हामी चाहिँ लाग्यौँ बेलुका कति बजी हेरौँ त टाइम हेरौँ त हो बेलुकीको ल 6:29 भएको छ यहाँ हेर्न सक्नुहुन्छ 6:29 भएको छ अब चाहिँ हामी गयौँ लाग्यौँ अब क्रिसमस पार्टी के अरे ईद पार्टी धरो खानुलाई आज एकदम रमाइलो हुनेछ है डान्स गर्नेछौँ सबै चिज गर्नेछौँ अनि तपाईँहरूले देखाउनेछ हाम्रो मित्र पनि गर्नुहुन्छ डान्स त होइन मित्र पनि गर्नुहुन्छ डान्स तपाईँहरूले हेर्न सक्नुहुन्छ बाँकी भिडियो चाहिँ होइन गाइस अब चाहिँ हामी भाइहरू है सबै भेट भयौँ है अघि चाहिँ दुईजना मात्रै पुगेको थियौँ भाइहरू चाहिँ यता दोकानतिर पस्न थालेछन् के खाजा साजा खान अब के खाएँ अब हामीलाई चाहिँ नदी खाएँ खानु चाहिँ त्यही त भन्नु होला होइन अब चाहिँ हामी लागिसक्यौँ बाटो होइन हामी बाटो लागेको नि त बाटो लागेको कस्तो रमाइलो हुँदैछ कतिको रमाइलो हुँदैछ हौ राम्रै हुँदैछ ल मलाई त रमाइलो लागिरहेको छ किनभने होइन धेरै दिनपछि होइन धेरै महिनापछि यसरी साथीहरूसँग टक्क होइन बाटोमा यसरी होइन ब्लग बनाउँदै हिँड्नु पाएको छु होइन त्यही भएर कटिहालौँ छिटो कटिहालौँ भरे फेरि घाइते हुन्छ होला होइन अब चाहिँ हामी चर्च पुगेर ब्लग बनाउनेछौँ है त भाइ
बहकी सभी जुबां है, हम हैं हजारों में, अब की कमी जरा है, हर चीज खास है, अब है जो है वो समा है, तुम रह सकी तो रबा है, अब है जो है वो समा है, तुम रह सके ऐसी जीत, अब चाहे जिंदगी ऐसी जीत, अब चाहे जिंदगी है। सहनी हमें सजा है, हम हैं बाजारों के, सबकी नजर यहाँ है, हर चीज राज है, अब है जो है वो समा है, तुम रह सकी तो रबा है, अब है जो है वो समा है, तुम रह सके ऐसी जीत, अब चाहे जिंदगी ऐसी जीत, अब चाहे जिंदगी है। ऐसी जिंदगी हम छिप छिपाए, हम नहाए आए आए हम नहाए, ऐसी जीत छिप छिपाए, ऐसी जीत हम न पाए, ऐसी जिंदगी हम छिप छिपाए, हम नहाए आए आए हम नहाए, ऐसी जीत छिप छिपाए, ऐसी जीत हम न पाए। पुरा चल्दैछ काम, बिजनेस खोल्नुपर्छ होला हो यहाँ इटरामा हो, यस्तै चट्टसँगले है यहाँ चट्टसँगले दामीमा गर्नु भएको छ होइन हाम्रो भाउजू। यहाँ चाहिँ देखाइदिउँ न त, यहाँ देखाइदिउँ न। आमा यहाँ यस्तो छ, अझै यति चाहिँ छ कहिले हाल्नलाई हो होइन। फाइनली मेरो हातमा चाहिँ आइसकेको छ होइन। पालो आएको छैन हाम्रो, आधी घन्टा भइसक्यो होइन। यहाँ उभिएर बसिरहनु भएको छ यहाँ सबैजना, अन्त भोक लागिसक्यो होइन। गरेको गरे हुनुहुन्छ, पालो आएको छैन है। यो चाहिँ खोल्नुपर्छ होला पक्यो भने। आइसकेको छ हजुर, मिठो छ मिठो हो। ल सोरमा है कस्तो छ दिदी? ल मिठो छ है यो, सुरुचोटि ट्राई हानेको एकदमै राम्रो मिठो होइन। हजुर भयो। यसुआए मुक्ति दिनला आजको क्रिसमस इद चाहिँ हामीले मनाइसक्यौँ। सबै कुरा राम्ररी नै भयो, राम्ररी नै गर्न सक्यौँ। हाम्रो साथीलाई कस्तो लाग्यो? एकदम कस्तो लाग्यो? रमाइलो भयो एकदम। ल गाइसहरु होइन, जाडो जाडो छ आज, उसी बाहिर चाहिँ डह्रो उसी लागिरहेछ, भित्र कोही
भित्र चाहिँ यस्तो छ। अब भोलि यहाँनिर अब चाहिँ हामी यहीँ सुत्न लाग्दैछौँ। ल आजको ब्लग चाहिँ यतिमै इन्ड गर्दछु होइन। रमाइलो भएको थियो है जब साथी? कस्तो भएको थियो त? एकदम रमाइलो कस्तो रमाइलो भयो? आज रमाइलो भइरहेको छ। रमाइलो भएको छ होइन। अब चाहिँ रातिको कति बज्यो? 10-19 भइसक्यो। अब सुत्ने हो, सुत्छौँ। अब भोलिको भिडियोहरू चाहिँ हाम्रो जग्गा साथीबाट आउँछ। आजको ब्लगहरू चाहिँ यहीँ इन्ड गर्दछु। तपाईँहरूले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है त।